मैले पटक पटक मिडियादेखि लिएर संसदीय समितिमा पनि वीर र न्याम्स अहिले छुट्याउने बेला भएको छैन, छुट्टिनु हुँदैन भने हो। किन छुट्टिनु हुँदैन भने कुनै बेलामा 2002 मा जब न्याम्सको परिकल्पना भयो त्यतिखेर पनि केही विद्वान चिकित्सकहरू सिनियर अग्रजहरू हुनुहुन्थ्यो। उहाँहरूले संसारलाई हेरेर सोचेर बुझेर यो एउटा न्याम्स स्थापना गर्नुभएको। मलाई लाग्छ आजको दिनमा न्याम्स स्थापना भएर पोस्ट ग्रेजुएट ट्रेनिङ नगरेको भए आज जे अलिकति ग्याप छ यो धेरै नै ठुलो ग्याप हुन्थ्यो नेपालमा विशेषज्ञताकोमा। न्याम्स स्थापना भन्दा पहिले 10 वर्ष हेर्नुभयो भने नेपालमा पिजी गर्न पाइँदैन थियो। मान्छेहरू रसा जान्थे, बङ्गलादेश जान्थे, पिजी पाउन गाह्रो थियो, पढ्न गाह्रो थियो। एमबिबिएस गरेको 10 वर्ष 12 वर्षपछि बल्ल बल्ल मान्छेले दुःख गरेर पिजी गरेर आथे। तर देशमा निड यति धेरै थियो त्यतिखेरका तत्कालीन ठुल्ठुला अञ्चल अस्पतालहरूमा पिजी गरेका डाक्टरै हुँदैन। तर जब न्याम्स स्थापना भयो, पिजी प्रोग्राम चल्यो, यसले यति धेरै पोस्ट ग्रेजुएट डाक्टरहरू डिएमएमसिएसका डाक्टरहरू निकाल्यो। अहिले तपाईँ देशका ठुल्ठुला अस्पतालहरू सबैमा विशेषज्ञताका छन्। क्षेत्रीय उपक्षेत्रीय अस्पतालमा विशेषज्ञको असाध्यै कमी थियो। आजको दिनमा भन्नुहुन्छ भने ती अस्पताल कन्भर्ट भएर सङ्घीय अस्पताल प्रादेशिक अस्पताल भएका छन्। सङ्घीय प्रादेशिक होइन, आज त तपाईँ जिल्ला अस्पतालसम्म पनि विशेषज्ञ डाक्टर पाउनुहुन्छ। यो सबै देन चाहिँ न्याम्सको हो। यो एकदमै ठुलो मेडिकल एजुकेसन र हेल्थ खास गरी नेपाल सरकारका स्वास्थ्य संस्थाहरूमा डाक्टर पुग्ने कुरामा चाहिँ एकदमै ठुलो कन्ट्रिब्युसन न्याम्सले गरेको छ, जुन यो 20 वर्षको टाइममा न्याम्सको ठुलो उपलब्धि हो भन्ने मलाई लाग्छ। न्याम्स एउटा आफैमा डिम युनिभर्सिटी हो। आजको दिनमा हो भने वीर अस्पताल त नाममा मात्रै छ, ऐनमा छैन। वीर अस्पताल भनेको न्याम्सको शिक्षण अस्पताल हो। कुनै पनि शैक्षिक संस्थाको, कुनै पनि डिम युनिभर्सिटीको, कुनै पनि युनिभर्सिटीको यस्तो मेडिकल एजुकेसन चलाउनलाई एउटा आफ्नो अस्पताल चाहिन्छ। त्यो आफ्नो अस्पताल आज वीर अस्पताल हो र वीर अस्पताल एउटा लिगेसी बोकेको अस्पताल पनि हो। यो आज न्याम्स आयो 23 वर्ष भयो, वीर अस्पताल त 135 वर्षको लिगेसी छ र यो 135 वर्षको लिगेसीलाई पनि मेट्नु हुँदैन भनेर वीर अस्पतालको एउटा लिगेसी कन्टिन्यू छ। हो, हामी छुट्याउन सक्छौँ। कहिले छुट्याउन सक्छौँ? जब न्याम्सको एउटा छुट्टै अस्पताल दुवाकोटमा बन्छ। यसलाई चाहिने भौतिक पूर्वाधारहरू एकाडेमिक युनिट, रिसर्च युनिटदेखि लिएर अस्पतालको सर्भिस युनिटसम्म बन्यो भने त्यो बेला वीर अस्पतालै रहन्छ र न्याम्स चाहिँ दुवाकोटमा गएर एउटा फुल फ्लेज टिचिङ अस्पतालको रूपमा सबै पूर्वाधार सहितको अस्पतालको रूपमा लहन सक्छ। सायद त्यही परिकल्पनालाई गरेर अहिले संसदले नै त्यसलाई 7 वर्षको टाइम पिरियड दिएको छ। आशा गरौँ त्यो 7 वर्षमा न्याम्सको त्यहाँ केही पूर्वाधार बन्छ र बिस्तारै वीर अस्पतालबाट छुट्टिएर न्याम्स चाहिँ एउटा छुट्टै इन्डिपेन्डेन्ट अस्पताल भएको, एकाडेमिक युनिट भएको, अन्य एकाडेमिकलाई चाहिने पूर्वाधार भएको संस्था बन्छ भन्ने हामीले चाहिँ परिकल्पना गरेका छौँ र आशा गरौँ त्यो पुरा हुन्छ। यो केन्द्रीय अस्पताल भन्ने परिकल्पना यस्तो शब्द नेपालमा मात्रै हो, संसारमा कहीँ पनि केन्द्रीय अस्पताल भनेर हुँदैन। रिफरल सेन्टर हुन्छ। त्यो रिफरल सेन्टर जोग्राफी पपुलेसनको आधारमा हुन्छ। कुन जोग्राफीमा कति मान्छे बसेका छन्, कति पपुलेसन छ, कति क्याचमेन्ट छ र कुन लेभलको अस्पताल त्यहाँ चाहिने त्यो बन्छ। प्राइमरी लेभलको बन्छ। प्राइमरी लेभलकोले नसक्यो भने त्योभन्दा ठुलो क्याचमेन्ट एरिया, त्योभन्दा ठुलो सुविधा सम्पन्न ठाउँमा सेकेन्डरी अस्पताल होला। त्यसले सकेन भने टर्सरी अस्पताल होला। त्यो कन्सेप्टमा हुन्छ। यो केन्द्रीय अस्पताल राख्ने भन्ने कुरा त मलाई लाग्छ यो हाम्रो कन्सेप्टमा मात्रै हो, संसारको कन्सेप्टमा छैन। प्राइमरी लेभल, सेकेन्डरी लेभल, टर्सरी लेभल अथवा स्पेसियालिटी अस्पतालहरू हुन्छन्, त्यो अनुसार हो। वीर अस्पतालले केन्द्रीय अस्पताल भए पनि, नेपाल सरकारको अस्पताल भए पनि, न्याम्सको अस्पताल भए पनि विशेषज्ञ र अति विशिष्ट लेभलको सेवा नेपाली जनतालाई नै दिने हो र जति राम्रो सेवा दियो त्यो नेपाली जनताले नै त्यहाँबाट सेवा लिने हो। यो अस्पताल हुँदा राम्रो, यो अस्पताल हुँदा कम, यो अस्पताल हुँदा बढी भन्ने चाहिँ त्यो मिसनोमर अथवा मिसकन्सेप्सन जस्तो मलाई लाग्छ। त्यसैले यो अस्पताल राम्रो बनाएर यसबाट सबै किसिमको सेवा लिन सक्ने ठाउँ बनाउनु
चाहिँ आम नेपालीको लागि फाइदा हो। हामीले हो आजको जनसङ्ख्यालाई यो वीर अस्पतालले थेक्न सकेन भने दुवाकोटको अस्पताल बनाउनुपर्छ। तर दुवाकोटको अस्पताल नबनाउँदा यही अस्पतालले थेक्न सक्छ भने हामीले दुईटा पूर्वाधार, दुईटा जनशक्ति, दुईटा इक्विपमेन्ट डुप्लिकेसन गर्ने त राम्रो होइन। भएको रिसोर्सेसलाई अप्टिमम युटिलाइजेसन, भौतिक पूर्वाधारको अप्टिमम युटिलाइजेसन, जनशक्तिको अप्टिमम युटिलाइजेसन, सर्भिसको, मेसिनको, सबै कुराको अप्टिमम युटिलाइजेसन गर्नुपर्छ। त्यो गर्नु चाहिँ हाम्रो जस्तो रिसोर्स कम भएको देशको लागि उत्तम उपाय हो। वीर अस्पतालमा म कुनै समय डाइरेक्टर थिएँ। त्यो बेला विन्टर हामीसँग त्यो बेला 460 बेड थियो। आज म भिसी छु, हामीसँग 960 बेड छ। जुन बेला डाइरेक्टर थिएँ मसँग 5वटा आइसियु थियो। आजको दिनमा हामीसँग 73वटा आइसियु आजको दिनमा छ। एचडियु गरेर 110वटा छ। हाम्रो क्षमता कति वृद्धि भयो। जुन बेला म डाइरेक्टर थिएँ त्यो बेला 9वटा ओटी थिए। आज हामीसँग 18वटा अपरेसन थिएटर छ। हाम्रो क्षमता वृद्धि भएको छैन। त्यो बेला विन्टरमा 700-800 पेसेन्ट आउँथे भने आज विन्टरमा 2000 पेसेन्ट आछन्। समरमा त्यो बेला 1500-1600 पेसेन्ट आउँथे भने आज समरमा 3000 प्लस पेसेन्ट आछन्। त्यो भने त के भने मान्छेको विश्वास हाम्रो सर्भिस हो नि त। तर पनि हामी त्यो पुगेको छैन। त्यो नपुग्नको कारण के हो भने हाम्रो रिफरल मेकानिजम राम्रो काम गरेको छैन। टाउको दुखे पनि, खुट्टा दुखे पनि, पेट दुखे पनि सबै वीर अस्पताल पुग्ने होइन नि त। पहिले प्राइमरी लेभल अस्पतालले गर्नु पर्यो। प्राइमरीमा भएन सेकेन्डरीमा जानु पर्यो अनि वीर अस्पताल पुग्ने हो। मान्छे आज धनगढीमा भए पनि सिधै वीर अस्पताल आउने, मेचीमा भए पनि सिधै वीर अस्पताल आउने। त्यहाँको अस्पतालको के काम भयो त? पहिले त्यहाँको अस्पतालको लेभलको काम गर्नु पर्यो। त्यहाँ हुने सेवा त्यहीँ दिनु पर्यो, त्यहीँ रोकिनु पर्यो। त्यहाँ नहुने त्योभन्दा एक लेभल माथि आउनु पर्यो। त्यसको कहाँ हो अर्को? जस्तै मेचीको मान्छे कोसीमा आउने होला नि त। कोसीले भएन भने वीर अस्पताल आइपुग्ने होला। तर नेपालभरिको मान्छे सबै वीर अस्पताल आउँछु भने त त्यसको त क्षमता हुँदैन नि। तपाईँलाई एउटा 5 लिटरको बाल्टी दिएछ, 10 लिटरको चाहिँ पानी अटा भन्यो भने अटाउन सक्नुहुन्छ? पोखिन्छ। हो, वीर अस्पतालको क्षमताभन्दा बढी पेसेन्ट आएकोले पोखिएर प्राइभेटमा पुगेका हुन्। वीर अस्पतालले सर्भिस नदिएर पुगेको हुँदैन। जबसम्म अर्को एउटा इन्डिपेन्डेन्ट अस्पताल बनेर नाम्सको अस्पताल हुँदैन तबसम्म यो छुट्टिन सक्दैन, छुट्टिनु पनि हुँदैन र छुट्टिएर देशलाई फाइदा पनि छैन। किनभने आज हामीले नाम्स भएर वीर अस्पतालमा सेवा पनि दिइरहेका छौँ, ओपिडी पनि चलिरहेको छ, अपरेसन पनि चलिरहेको छ, त्यहाँ पढाइ पनि भइरहेछ, ट्रेनिङ पनि भइरहेछ, जनशक्ति पनि उत्पादन भइरहेछ। तपाईलाई आज एउटा छुट्टै अस्पताल बनाउनु पर्यो भने 15-20 अर्ब खर्च हुन्छ बनाउनलाई। भइराखेको अस्पतालमा त्यो 15-20 अर्ब त खर्च गर्नु परेन नि। जनशक्ति उत्पादन गर्ने पाटोलाई मात्रै हामीले हेरेर त गर्न सकेका छौँ। त्यसको लागि कति खर्च हुन्छ? 20-50 करोड खर्च होला। जब हामी 20-50 करोडमा केही काम गर्न सक्छौँ, हामी 20 करोड 20 अर्ब खर्च गर्नतिर जानु त मूर्खता हो भन्ने मलाई लाग्छ। भएको रिसोर्सलाई अप्टिमम युटिलाइज गर्नु पर्यो। यो नेपालमा मात्रै होइन, संसारमा अमेरिकामा पनि कसरी ट्रेनिङ हुन्छ। एउटा अस्पताल हुन्छ, त्यहाँ ट्रेनिङको लागि एक्रिडिटेसन हुन्छ, ट्रेनीले त्यहाँ गएर ट्रेनिङ गर्छ, बोर्डको इक्जाम दिन्छ। भएको रिसोर्सेसलाई युज गर्नु पर्यो। रिसोर्सेसहरूलाई खण्ड खण्ड गरेर धेरै एउटा बनाएर त सर्भिस धेरै हुने होइन। भएकोलाई अप्टिमम युज गर्ने र कुन लेभलको सर्भिस कहाँ दिने भनेर डिफाइन गर्ने र रिफरल मेकानिजमलाई राम्रो बनाउने। के गर्न सकिन्छ? कुनै पनि एरियाको बिरामीले त्यो एरियामा देखाउनु पर्यो, त्यहाँबाट रिफर भएपछि बल्ल त्योभन्दा नेक्स्ट लेभलमा जानु पर्यो। त्यहाँभन्दा रिफर भएर वीर अस्पताल त यस्तो अस्पताल हुनु पर्यो, तपाईँ गएर सिधै टिकटै काट्न नपाउने अस्पताल हुनुपर्छ। देशभरिबाट रिफरको कागज लिएर वीर अस्पतालमा फलानो विभागमा देखाऊ भनेर लिएको कागज लिएर आएको मान्छेले देखाउने अस्पताल हुनुपर्छ। आज त जसले गए पनि टिकट काट्न पाछ, त्यो होइन। वीर अस्पतालको स्पेसियालिटी विशेषज्ञता भएकोलाई अप्टिमम युटिलाइजेसन त त्यसरी गर्न सक्नुपर्छ। र हाम्रो रिफरल मेकानिजम राम्रो भइराखेको छैन। त्यो कारणले पनि हामीले धेरै भिड सहनु परेको छ। हाम्रो क्षमताभन्दा बढी बिरामी आएपछि पोखिएर प्राइभेटमा जानुपर्ने बाध्यता भएको छ। हो, यो त गर्नुपर्ने पोलिसीमा गर्नुपर्छ। यो पोलिसी चाहिँ कमजोर छ हाम्रो, अथवा पोलिसीमा भए पनि इम्प्लिमेन्टेसन पाटो चाहिँ
कमजोर छ यो हाम्रो। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ। चाह्यो भने असम्भव केही छैन। त्योभन्दा पहिले पटक पटक बजेट पनि त्यहाँ स्वीकृत भयो हो, तर पहिले त्यो कार्यान्वयनमा जान सकेन। हामी अहिले DPR गर्नलाई प्रक्रियामा लगेका छौँ र हामीले अहिले स्वास्थ्य मन्त्रालयबाट अहिले मन्त्रीज्यूसँगै सल्लाह गरेर मन्त्रीज्यू नै यसमा लाग्नु भएको छ। उहाँले भवनमा पठाएर भवनबाट त्यो डकुमेन्ट हाम्रो अर्थ मन्त्रालय पुगेको छ। अर्थमन्त्रीज्यू पनि योपट्टि एकदमै पोजिटिभ हुनुहुन्छ। त्यसैले हामीले यदि यो वर्ष DPR मात्रै गर्न सक्यौँ भने DPR गरिसकेपछि हामीसँग कङ्क्रिट एउटा डेटा हुन्छ, प्लान हुन्छ, प्रोजेक्ट हुन्छ। त्यो भयो भने त इम्प्लिमेन्टेसन त फेज वाइज पनि गर्न सक्यो नि। हाम्रो 1500 बेडको अस्पताल बनाउने, एकै दिनमा 1500 बेड पनि त चाहिएन। हामी 500 बेड चलाउँदै गर्छौँ। 500 जब फुलफिल हुन्छ अर्को 500 मा जाला, अर्को 500 मा जाला, चरण वाइज पनि त गर्न सक्छौँ। तर स्टिल वी डोन्ट ह्याभ कङ्क्रिट डकुमेन्ट। त्यो गर्न हामी लागेका छौँ। यो वर्ष त्यो सम्भव छ जस्तो लाग्छ, किनभने अर्थमन्त्रीज्यू पनि स्वास्थ्य मन्त्रीज्यू पनि यसमा असाध्यै पोजिटिभ हुनुहुन्छ। त्यो अगाडि बढेर एउटा कङ्क्रिट डकुमेन्ट बन्यो भने 7 वर्षमा बन्न नसक्ने अथवा हाम्रो निड अनुसार बन्न नसक्ने होइन। हेर्नुहोस्, कुनै दिन वीर अस्पताल बनेको ठाउँ तपाईँलाई थाहा होला 15 बेडबाट बनेको, आज त्यहाँ एक्सपान्ड गर्दा गर्दा हामीसँग ठाउँै छैन। वीर अस्पताल, ट्रमा सेन्टर सबै गरेर त्यहाँ 1200 बेडको अस्पताल बनिसक्यो भनेपछि 1200 बेडले पनि आजको पपुलेसनको निड फुलफिल गर्न सकेका छैन भने अब हामीले आजको 5 वर्षपछि 10 वर्षपछि सोच्ने होइन नि त। आजको 25 वर्ष, आजको 50 वर्षपछि हामीलाई चाहिने स्ट्रक्चर बनाउने हो। त्यो दुवाकोट बनाउनै पर्छ र त्यसको कुनै विकल्पै छैन। जुन हामीले अहिले भइरहेको पपुलेसन, अहिले भइरहेको सर्भिस, अहिले भइरहेको निडलाई हेर्ने हो भने नेक्स्ट 25-50 इयर्सको लागि दुवाकोटको कुनै विकल्प छैन। त्यो बनाउनु पर्छ र त्यो बन्छ भन्ने मलाई लाग्छ। हाम्रो निड अनुसार मार्केटमा बिस्तारै जनशक्ति त बढ्दै गइरहेकै छ। आजैको दिनमा चिकित्सकहरूले भने बस्ने वातावरण भएन, जब सेक्युरिटी भएन, जागिर भएन भनेर विदेश पलायनको पनि त ठुलो सङ्ख्या छ। हामीलाई त्यो विदेश पलायन हुने, विदेश जाने मान्छेलाई रोक्न पनि एउटा यस्तो इन्स्टिच्युट चाहिएको छ। दुवै किसिमको बिरामी गइरहेछ, छिमेकी मुलुकमा गइरहेछ, त्यो बिरामी रोक्न पनि हामीलाई त्यो लेभलको वेल इक्विप्ड सेन्टर चाहियो। डाक्टरहरू पलायन भएर गइरहेछन्, काम नपाएर गइरहेछन्, त्यसलाई रोक्न पनि हामीलाई वेल इक्विप्ड एउटा सेन्टर चाहियो। त्यसले विद्यार्थी पनि बिरामी पनि रोकिन्छ, त्यसले डाक्टर पनि रोकिन्छ र देशभित्रै सर्भिस पनि रोकिन्छ, पैसा पनि रोकिन्छ। यो त हरेक एस्पेक्टबाट गयो भने यो त एकदमै त्यसको लागि पनि गोल्डन अपर्च्युनिटी हो र ठुलो प्रोजेक्ट हो, गर्नुपर्ने प्रोजेक्ट हो भन्ने मलाई लाग्छ। NAMSको परिकल्पना गर्दा नै वीर अस्पताल त एउटा आङ्गिक अस्पताल भयो, तर वीर अस्पतालसँग थुप्रै एफिलिएटेड अस्पताल लिएर चाहिँ NAMSको परिकल्पना गरिएको थियो। त्यो बेला नै सुरु गर्दै प्रसुति गृहमा स्त्री रोग पढाउने, कान्ति बाल अस्पतालमा बच्चा सम्बन्धी पेडियाट्रिक पढाउने, अब आँखा अस्पतालमा आँखा सम्बन्धी पढाउने, यो किसिमले गएको थियो। हामीले यो वर्ष नै 5-6 वटा नयाँ इन्स्टिच्युटहरूसँग MOU गऱ्यौँ। अहिले हामीसँग नेपालमा काठमाडौँभित्र बाहिर गरेर 24 वटा अस्पतालहरू डाइरेक्टली एफिलिएटेड छन् र 24 वटा अस्पतालमा भएको त्यहाँ अलरेडी बिल्डिङ छ, अलरेडी त्यहाँ विज्ञ डाक्टर साहबहरू हुनुहुन्छ, अलरेडी पेसेन्ट छ। हामीलाई खालि त्यसलाई एकाडेमिक शैक्षिक वातावरण छिराउनु पर्यो। त्यो शैक्षिक वातावरण छिराउने हामीले MOU गऱ्यौँ। त्यो शैक्षिक वातावरणका लागि पूर्वाधारहरू बनायौँ। खास गरी अब माननीय मन्त्रीज्यू प्रदीप पौडेल आउनु भएपछि उहाँलाई पनि हुटुटु थियो कि सरकारी अस्पताललाई भएका अप्टिमम रिसोर्सेसलाई युज गरौँ। सेवाको हिसाबले अप्टिमम युज भएको थियो, तर एजुकेसनको हिसाबले युज भएको थिएन, रिसर्चको हिसाबले युज भएको थिएन। हो, यो पनि गर्नुपर्छ भनेर हामीले सिनेट बैठकबाट विभिन्न अस्पतालमा शिक्षकको दरबन्दी बढायौँ। त्यो हुँदाखेरि हामीले गत वर्षसम्म पाइरहेको थियौँ 107 जना जति PG स्टुडेन्ट MD MS मा, नर्सिङमा गर्दाखेरि 128 जना पाएको थियौँ। हामीले यो वर्ष 250 पायौँ भनेको 122 जना हामीले चाहिँ थप सिट पाएको छौँ। यो अनि सबै अस्पतालसँगको भएको रिसोर्सेसलाई एकाडेमिकमा कन्भर्ट गरेको हौँ र यो चाहिँ एक किसिमले भएको रिसोर्सेसमा अप्टिमम युज गर्ने प्रिन्सिपलमा हामी अगाडि बढायौँ र यसले गर्दा PG को सिट चाहिँ अहिले
सिग्निफिकेन्टली बढेको छ भने डबलै भएको छ हाम्रो हिसाबले त। यो एउटा अपर्च्युनिटी पनि हो, यसले दुवैलाई फाइदा छ, पढ्ने विद्यार्थीलाई पनि फाइदा छ, पेसेन्टलाई पनि फाइदा छ। किनभने टिचरले पढाउनु परेपछि विद्यार्थीले पढ्नु परेपछि अहिलेको लेटेस्ट टेक्नोलोजीसँग अपडेट हुन्छ, त्यो अपडेट चाहिँ बिरामीले पाउने हुनाले क्वालिटी अफ सर्भिस पनि फरक पर्छ। त्यो क्वालिटी अफ सर्भिसको लागि पनि पिजी ट्रेनिङ इन्स्टिट्युट हुन जरुरी छ। जनशक्ति उत्पादन भएको छ, तर जनशक्तिको फेरि युटिलाइजेसन राम्रो भइरहेको छैन। मान्छेलाई अपर्च्युनिटी दिनु पर्यो नि त। ट्रेन मान्छे आइसकेपछि उसले काम गर्ने वातावरण बन्नु पर्यो, त्यो वातावरण बनिराखेको छैन। त्यसले गर्दा थुप्रै जनशक्ति पलायनतिर छन्। त्यो पलायन हुँदाखेरि हाम्रै आम नागरिकले चाहिँ सेवा नपाउने अवस्था सिर्जना भएको छ। त्यसलाई रोक्नतिर चाहिँ सरकारको पोलिसीमा जानुपर्छ, पोलिसी करेक्सन चाहिन्छ। काम गर्ने अपर्च्युनिटी हुनु पर्यो, जब ग्यारेन्टी हुनु पर्यो, जब गर्ने ठाउँ हुनु पर्यो। जस्तै आज चिकित्सकहरूलाई जिल्लामा गएन, दुर्गममा गएन भन्ने दोष छैन, तर एउटा जिल्लामा एउटा दुर्गममा डाक्टर गएर मात्रै पुग्छ त? डाक्टर त भगवान होइन नि त तपाईँलाई हेरेर अन्तर्यामी सबै कुरा बुझ्ने। डाक्टर धामी झाँक्री पनि होइन कि ज्योतिषी हेरेर गर्ने। डाक्टर त साइन्टिस्ट हो, इभिडेन्स बेस। उसलाई त्यो बिरामीलाई यो भयो भन्न त भिडियो एक्सरे चाहिएला, एक्सरे चाहिएला, ल्याब टेस्ट चाहिएला, इभिडेन्स बेस कुरा गर्नु पर्यो नि त। डाक्टर जाने होइन, डाक्टरसँगै त्यो टिम त्यहाँ पुग्नुपर्छ। डाक्टरलाई मात्रै ठेलेर पठाउने, टिम चाहिँ नपठाउने भएपछि त्यो सम्भव छैन। त्यसले गर्दाखेरि यो काम हुन नसकिरहेको हो। भोलि मार्केट भ्यालुको पनि हो कुरा। जस्तै कार्डियोलोजीको सिट गएको छैन, कार्डियोलोजी 1 नम्बरमा आउने कुरा हो, ग्यास्ट्रोइन्टरोलोजी 1 नम्बरमा आउने कुरा हो, तर हाम्रै इन्स्टिट्युटमा नेफ्रोलोजीको सिट खाली गइरहेको छ, हाम्रै इन्स्टिट्युटमा लिभरको सिट खाली गइरहेको छ, हाम्रै इन्स्टिट्युटमा कार्डियोथोरेक्सिक सर्जरीको सिट खाली गइरहेको छ। अब यसको फ्युचर पर्सपेक्टिभ के हो त? जस्तै आज कार्डियोथोरेक्सिक सर्जन बन्यो भने त्यसले कहाँ काम गर्ने त? काम गर्ने ठाउँ बनिएको छैन नि। हामीले जनशक्ति उत्पादन गर्दै गर्दा त्यो जनशक्तिले भोलि कहाँ काम गर्छ त त्यो पनि त विचार गर्नु पर्यो। र मैले यो पढ्दै गर्दा भोलि पास भएपछि म के गर्छु त भन्ने त विद्यार्थीले अथवा स्टुडेन्टले त सोच्ने कुरै आयो नि। त्यो वातावरण नबन्या भएर हो। यदि त्यो वातावरण बन्यो भने त्यो खाली जाने अवस्था रहन्छ। जस्तै आजको दिनमा तपाईँलाई लिभरको भन्यो, नेपाल सरकारको लिभर विषयको विशेषज्ञ 1 जना डाक्टर छ। नेपालमा 1200-1500 स्वास्थ्य सेवामा डाक्टरको दरबन्दी होला, 1500 दरबन्दीमा एउटा लिभरको दरबन्दी छ, एउटा इन्डोक्राइन डायबिटिजको दरबन्दी छ। यो इनफ हो त? नेपालमा आज एउटा लिभरको डाक्टरले हेर्न सक्छ अथवा एउटा डायबिटिजको डाक्टरले हेर्न सक्छ? देशको दरबन्दी त त्यही त हो नि। एउटा लिभरको एउटा इन्डोक्राइनको दरबन्दी छ। लिभरको दरबन्दी आज 20वटा बनोस् न, 20वटा अस्पतालमा, भोलि लिभरमा मारामार पढ्ने मान्छे आइपुग्छन्। लिभरको रोग पूर्वमा लाग्दैन, पश्चिममा लाग्दैन, वीर अस्पतालमा आउने बिरामीलाई मात्रै लाग्छ। अनि त्यो कसले भन्ने? दरबन्दी त यति कम छ, यति कम छ। यो मैले इक्जाम्पलै दिइसकेँ। यो दरबन्दी त एकदमै कम छ। हरेक माने टर्सरी लेभलको, सेकेन्डरी लेभलको अस्पतालमा त लिभरको पेटको मुटुको डाक्टर हुनु परेन? इन्डोक्राइन, आज डायबिटिजको यति महामारी छ, डायबिटिजको डाक्टरको दरबन्दी कति छ नेपाल सरकारमा? अनि यो दरबन्दी बढ्नु परेन? जनशक्तिको व्यवस्थापन, दरबन्दी, अब यो कस्तो भने इन टोटालिटी, एग्रिगेटमा हेर्नुपर्छ क्या। एउटा पाटो मात्रै हेरेर यहाँ कुरा हुन्छ, तर समग्रमा हेरेर समग्रको हिसाब किताबमा चाहिँ कुरा कम हुन्छ। त्यसले गर्दा यो समस्या हो। स्वास्थ्यमा लगानी गरेको त स्वास्थ्यले प्रतिफलै दिने होइन। स्वास्थ्य मान्छे भयो भने अर्को काम गरेर प्रतिफल दिने हो देशलाई। म तपाईँलाई सिम्पल एउटा इक्जाम्पल दिन्छु। एकजना तपाईँको घरमा भनौँ मृगौलाको बिरामी भयो, त्यो बिरामीलाई डायलाइसिस गर्नु पर्यो भने के हुन्छ? त्यो बिरामी आफ्नो इन्कम त गयो। त्यो बिरामीलाई डायलाइसिस गर्न हप्तामा 2 चोटि अस्पताल ल्याउनु लानुपर्छ। डायलाइसिस नभएको ठाउँको बिरामी भने काठमाडौँमा डेरा गरेर बस्नुपर्छ। त्यसो त परिवारकै इन्कम गयो र परिवारसँग भएको सम्पत्ति पनि बेचेर सिद्धिन्छ भनेको हो। के भने स्वास्थ्यमा होइन कि अरू ठाउँमा काम गर्ने मान्छेको पनि काम जान्छ, रोजगारी जान्छ। त्यसैले स्वास्थ्यमा गरेको लगानी स्वास्थ्यबाट प्रतिफल खोज्ने नै होइन,
स्वास्थ्य राख्ने एउटा व्यक्तिलाई चुस्त दुरुस्त स्वास्थ्य राख्ने भनेको देशको अरू सेक्टरमा योग्य व्यक्ति बनाएर काम गराउने हो र त्यहाँबाट प्रतिफल लिने हो। हामीले आजको दिनमा चिकित्सा शिक्षा आयोग मार्फत चिकित्सा शिक्षा मात्रै 5 देखि 6 अरब वर्षमा खर्च गरेका छौँ। यो 5 देखि 6 अरब खर्च गरेका मान्छेले भोलि कहाँ काम गरेका छन् हामीले हेरेकै छैनौँ। 2 वर्ष काम गरे होला, 2 वर्षपछि कहाँ गएका छन्? सबै विकसित देशमा गएर बसेका छन्। हामीले खर्च गर्ने, हामीले जनशक्ति उत्पादन गरिदिने, त्यो चाहिँ सर्भिस गएर सेवा गर्ने चाहिँ विकसित देशमा भइरहेको छ। अनि हामी जहिले पनि सेवाबाट वञ्चित हुने अवस्थामा छौँ। यसलाई रिभिजिट गर्नु पर्यो यो पोलिसीलाई। हाम्रो निड के हो त्यो निडमा मात्र लगानी गर्नु पर्यो के। हामीलाई के चाहिँ चाहिएको छ देशलाई त्यसमा लगानी गर्नु पर्यो। यो कसो भने ब्ल्याङ्केटमा एउटा डिसिजन गरेर सबैलाई लगानी गरेर सकिँदैन। देशको निड के हो सेक्टर वाइज निडमा जानु पर्यो। चिकित्सकभित्र कुन चिकित्सक चाहिँ देशलाई निड हो त्यो भित्र छिर्न पर्यो अनि त्यहाँ लगानी गर्नु पर्यो। 2 वर्षमा जाने होइन, त्यसलाई 10 वर्ष नेपालमा बस्ने वातावरण बनाउनु पर्यो। नेपालकै अस्पतालमा उसले सेवा दिने वातावरण बनाउनु पर्यो। त्यो चाहिँ अहिले भइरहेको मलाई लाग्छ चिकित्सा शिक्षा ऐनलाई नै केही न केही संशोधन गर्नुपर्छ। त्यो नगरेसम्म यो चाहिँ सम्भव होला जस्तो लाग्दैन। हामीले अनुसन्धान पनि गरेको छ। अध्ययन त हेर्नु एमडी एमएस डिएम एमसिएच आज नेपालमा सबैभन्दा बढी यसले निकालिरहेको छ। अध्ययनमा त कुनै खोटै छैन, अनुसन्धानमा अलिकति कम छ। स्टिल अनुसन्धान गर्न एउटा ठुलो बजेट चाहिन्छ। बजेटको पनि कन्स्टेन्ट हो एउटा पाटो। अर्को पाटो चाहिँ अनुसन्धान हामीले गरि पनि रहेछ। हामीले नभएर हामी इन्टरनेसनल लेभलका विभिन्न संस्थासँग आबद्ध भएर पनि गरिरहेछौँ। आजको दिनमा न्याम्सभित्र अक्सफोर्ड युनिभर्सिटी रिसर्च युनिट बसेर काम गरिरहेछ। अरू फ्याकल्टीहरूले विभिन्न संस्थाको ग्रान्ट लिएर काम गरिरहेछ। हामीले नै पनि ठुलो नभए पनि सानो एउटा रिसर्च युनिट राखेर रिसर्च बजेट छुट्याएर हाम्रो फ्याकल्टीलाई रिसर्चमा चाहिँ लगानी गरेका छौँ। तर हामीसँग त्यो धेरै ठुलो भोलमको पैसा नभएको भएर त्यो नदेखिएको मात्रै हो। 95% चिकित्सक कर्मचारी ठाउँमा बसेर काम गरेका छन्। 1-2 जना यस्ता कर्मचारी यस्ता चिकित्सक होलान्, 2-4 जना, त्यो पनि हामी हेर्दैछौँ त्यसलाई पनि डिस्करेज गर्नलाई। तर 95% मान्छेले राम्रो काम गर्यो भन्ने मिडियामा कमाउँछ, 2-4%ले गलत काम गर्यो भने त्यो चाहिँ बढी हाइलाइट हुन्छ। यो चिकित्सकमा मात्रै होइन सबै पेसामा छ। तपाईँ पत्रकार हुनुहुन्छ, सबै पत्रकार ठिक छन्? 100% पत्रकार राइट? अथवा कुनै पनि पेसाका 100% मान्छे पर्फेक्ट हुँदैनन्, राइट हुँदैनन्। पोलिटिक्समा पनि हुँदैन, एजुकेसनमा पनि हुँदैन, सर्भिसमा पनि हुँदैन। ती 1-2% को कारणले हामी बदनाम बाँचौँ र त्यसलाई पनि हामी चाहिँ खोजेर यो बन्द गराउने चाहिँ कोसिसमा लागेका छौँ। अहिले स्वास्थ्य कर्मीले पाउने सेवा सुविधा अत्यन्त कम छ भन्छु म। काठमाडौँमा एकजना फर्स्ट क्लास लेभलको डाक्टरले काम गरेर उसको छोराछोरीलाई एउटा राम्रो स्कुलमा पढाएर बस्न सक्ने अवस्था छैन। फर्स्ट क्लास लेभलको, अब मेडिकल अफिसरको त कुरै नगरौँ। एउटा बच्चालाई आज स्कुल पढाउनु पर्यो भने कति खर्च हुन्छ? एउटा मान्छेले एउटा घर भाडा लिनु पर्यो, बस्नु पर्यो भने कति खर्च हुन्छ? हो, मान्छेको क्षमता छ, पोटेन्सियल धेरै छ, तर पोटेन्सियल युजै गर्न पाएन भने कसरी हुन्छ त? हामीले त्यही भएर अहिले भर्खरै यो मन्त्रीज्यू आउनु भएपछि हाम्रो कुरा पनि भयो, मन्त्रीज्यूले एउटा कार्यदल पनि बनाउनु भयो। पर्फर्मेन्स बेस्ड इन्सेन्टिभ्समा जानु पर्यो भने एउटा मान्छेले धेरै काम गर्न सक्छ भने धेरै कमाउने वातावरण अस्पतालमै बनाउनु पर्यो। किन बाहिर जान्छ? जाँदैन। म पेटको डाक्टर, म 50 वटा इन्डोस्कोपी अस्पतालमै गर्न सक्छु भने मैले बाहिर गएर किन गर्नु पर्यो? अथवा एउटा डाक्टरले बाहिर गएर अपरेसन किन गर्नु पर्यो? त्यसको लागि होमवर्क भइरहेछ। यदि यो पर्फर्मेन्स बेस्ड इन्सेन्टिभ्स हेल्थ सेक्टरमा आयो भने यसले केही परिवर्तन ल्याउँछ र त्यो निड मान्छेको के हो, पोटेन्सियल के हो, त्यो कुरालाई चाहिँ मिलाउन सक्यो भने बल्ल त्यो चाहिँ सम्भव छ। यो आवासीय चिकित्सकको निर्वाह भत्ता दिने भनेको निसर्ग अधिकार हो। उनीहरूले जति पाउनु पर्ने हो, आवासीय चिकित्सकले 48,000 पाउनु पर्ने हो कि अब 60,000 पाउनु पर्ने हो कि पाउनुपर्छ। यसमा कुनै किन्तु परन्तु नै छैन। र यो आवासीय चिकित्सकलाई लगेर विद्यार्थी हुन् भनेर जोड्नै मिल्दैन। आवासीय चिकित्सक ट्रेनी हुन्, अन जब ट्रेनिङ हो, काम गर्दै गर्ने हो, जागिर खाँदै गर्ने हो।
र उनीहरूले डिग्री लिने हो। यो अन्डर ग्रेजुएट र पोस्ट ग्रेजुएटमा फरक छ। एमबिबिएसको विद्यार्थी कक्षा कोठामा बस्ने हो, पढ्ने हो, उनीहरूलाई विद्यार्थी पुरा भन्न मिल्यो। यिनीहरू विद्यार्थी भनेर यसरी भन्न मिल्दैन। उनीहरूले काम गरेको पैसा दिनुपर्ने हो र त्यो चाहिँ नेपालमा मात्रै होइन संसारभरि दिन्छ र त्यो दिनपर्छ। त्यसमा कुनै कम्प्रोमाइज हुनुपर्छ जस्तो मलाई लाग्दैन। र चिकित्सा आयोगले पनि भनौँ न निर्णय गरिसकेका छ 8औं तह बराबरको स्टिपेन्ड दिने भने त्यो लागू हुनु अत्यन्त जरुरी छ। र त्यो चिकित्सकलाई विद्यार्थीको नाममा विद्यार्थी हो भनेर कम गर्नु हुँदैन, किनभने त्यसले बिरामी पनि हेरेको छ, त्यसले आइसियु पनि चलाइदिएछ, त्यसले अपरेसन पनि गरिदिएछ, त्यसले ओटी पनि चलाइदिएछ, त्यसले इन्भेस्टिगेसन लेखेर अस्पतालको आम्दानी पनि गरिदिएको छ, त्यसले आइसियु धानेर बिरामीको सेवा पनि गरेछ भने अस्पतालको आम्दानी पनि गरेछ। त्यसले चाहिँ एमबिबिएसको जस्तो कक्षा कोठामा पढेर अस्पताललाई संस्थालाई कुनै कन्ट्रिब्युट नगरेको अवस्था होइन। यो कुरालाई अलिकति घुमाएर यताउता गरिएको छ। त्यसैले यो कुरा प्रष्ट बुझ्न के जरुरी छ भने उनीहरूले अस्पताललाई आम्दानी पनि गर्दैछ, अस्पतालको काम धान्दिएछ र यो संसारमै दिने र दिइरहेको कुरा हो। यो नदिनु चाहिँ इन्जस्टिस हो। कुनै पनि विषयको सिट बढ्ने घट्ने भन्ने देशको निड अनुसार हुन्छ। हाम्रो कति पपुलेसन छ आज, अबको 10 वर्षमा कति हुन्छ, अबको 20 वर्षमा कति हुन्छ, त्यो पपुलेसनलाई कति एमबिबिएस डाक्टर चाहिन्छ, कति एमडी चाहिन्छ, कति क्यान्सरको चाहिन्छ, कति पेटको चाहिन्छ, कति मुटुको चाहिन्छ, एउटा प्रक्षेपण निकाल्ने हो। त्यो आधारमा सिट बढाउने हो। कोही घाटामा गयो, कोही नाफामा गयो भनेर सिट बढाउने होइन। तर भइरहेको फी स्ट्रक्चर रिभ्यू हुन सक्छ। त्यो रिभ्यू समयअनुसार, त्यो इकोनोमी अनुसार, इन्फ्लेसन अनुसार हुन्छ। त्यो जरुरी पनि छ होला।